नमस्कार, सेवा र सम्पूर्णमा आशा छ यहाँहरू सबैजना आराम कुशलै हुनुहुन्छ र कुन कुन ठाउँबाट मलाई हेरिराख्नु भएको छ कमेन्ट गर्न नभुल्नुहोला। र सदा जस्तै मैले आज पनि एउटा मिठो लेख लिएर आएकी छु। लेख यस प्रकार रहेको छ। कहिलेकाहीँ हामी कसैलाई यति धेरै माया गर्छौँ कि आफैलाई नै हराउँछौँ। उसको खुसीमा हामी आफ्नो पहिचान, हाम्रो हाँसो, हाम्रो शान्तिसम्म सार्छौँ, सोच्दै कि सायद एक दिन ऊ पनि हामीलाई त्यसरी नै माया गर्नेछ जसरी हामी गर्छौँ। तर सत्य के हो भने कुनै पनि सम्बन्ध जसले तिमीलाई थकित बनाउँछ, रातभर निन्द्रा खोज्छ वा तिमीलाई आफैमाथि शङ्का गराउँछ, त्यो सम्बन्ध होइन, बोझ हो। यदि तिमी यो पढिरहेको छौ भने याद राख, यहाँ चाहिँ पढिरहेको भन्दा नि यदि यो सुनिरहेको छौ भने याद राख, तिमी तिम्रो जीवनका खुसीभन्दा ठुलो केटा अथवा केटीको अस्तित्व हुन सक्दैन। तिम्रो पीडाले अर्काको मुस्कान बन्नै पर्छ भन्ने आवश्यक छैन। अब आफैसँग एउटा बाचा गर। अब तिमी त्यस्तो व्यक्तिका लागि रुने छैनौ जो तिम्रो आँसुको मूल्य बुझ्दैन। अब तिमी आफैलाई बिर्सने छैनौ त्यस्तो मान्छेको लागि जो हरेक रात तिमीलाई यो सोच्दै सुताउँछ कि म अझै पनि उसलाई अर्थ राख्छु। छोड्न गाह्रो हुन्छ, तर कहिले काहीँ आफैलाई फिर्ता पाउन अरूलाई हराउनु आवश्यक हुन्छ, किनकि तिमी पनि कुनै विशेष व्यक्ति जस्तै विशेष हौ। तिमी पनि पूर्ण रूपमा माया पाउने हकदार छौ र सबैभन्दा महत्त्वपूर्ण कुरा, तिम्रो अस्तित्व, तिम्रो मुस्कान, तिम्रो शान्ति यी सबै कुनै पनि सम्बन्धभन्दा ठुला अवश्य होइन। अब फेरि आफैलाई रोज्ने समय आएको छ, आफैलाई माया गर्ने र फेरि त्यही बन्ने जुन तिमी पहिले थियौ। र यो लेख मलाई अत्यन्तै सान्दर्भिक लाग्यो होइन। अहिलेको युथहरू तपाईँ हामी नै कतिपय यस्तो सिचुएसनबाट गुज्रिरहेका हुन्छौँ, आफ्नो महत्त्व बुझ्दैनौँ,